नमस्ते साथीहरू, म एउटा नयाँ यात्रा सुरु गर्दैछु जहाँ म संसारभरिका उत्कृष्ट र जीवन बदल्ने किताबहरू पढ्नेछु र ती किताबका महत्त्वपूर्ण कुराहरू तपाईहरू माझ बाँड्नेछु। र आज यो यात्राको पहिलो पाइलामा मैले एउटा यस्तो किताब रोजेको छु जसले मेरो मात्र होइन तपाईहरूको पनि बाँच्ने तरिका बदल्न सक्छ। यो किताब हो जेम्स नेस्टरको ब्रिथ। आज म तपाईहरूको लागि यो किताबको पार्ट 1 पढ्दैछु र यसमा गरिएका एउटा यस्तो खतरनाक प्रयोगको बारेमा बताउँदैछु जुन सुनेर तपाईहरूको होस उड्नेछ। के तपाईँ तयार हुनुहुन्छ आफ्नो श्वास प्रश्वासको रहस्य जान्न? किताबको सुरुवातमै जेम्स नेस्टरले एउटा डरलाग्दो प्रयोगको वर्णन गरेका छन्। उनी र उनका साथी एन्डर्स ओल्सनले स्ट्यानफोर्ड विश्वविद्यालयमा एउटा सेल्फ एक्सपेरिमेन्ट गरे। डाक्टरहरूले उनीहरूको नाकमा सिलिकन र टेप लगाएर पूर्ण रूपमा बन्द गरिदिए। अबको 10 दिनसम्म उनीहरूले मुखबाट मात्र सास फेर्नुपर्ने थियो। यो सुन्दा सामान्य लागे पनि नतिजा निकै भयानक थियो। केही घण्टामै उनीहरूको शरीर बिग्रिन थाल्यो। उनीहरूको ब्लड प्रेसर 13 अङ्कले बढ्यो, जसले गर्दा उनीहरू हाइपरटेन्सनको जोखिममा पुगे। पहिले कहिले नघुर्ने जेम्स 10 दिनसम्म मुखबाट सास फेर्दा रातभरि 4800% धेरै घुर्न थाले। उनीहरूलाई स्लिप एप्निया जस्तो गम्भीर बिरामीले समात्यो। उनीहरूको शरीर सधैँ फाइट अर फ्लाइट मोडमा रहन थाल्यो, जसले गर्दा उनीहरू निकै थकित र चिडचिडा हुन थाले। यो प्रयोगबाट जेम्सले एउटा ठूलो कुरा प्रमाणित गरे। हामीले कसरी सास फेर्छौँ भन्ने कुराले हाम्रो स्वास्थ्यमा तत्काल असर गर्छ। मुखबाट श्वास फेर्दा हामीले नाइट्रिक अक्साइड जस्तो महत्त्वपूर्ण ग्यास गुमाउँछौँ, जसले हाम्रो मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ। मुखबाट श्वास फेर्नु भनेको फिल्टर नगरिएको फोहोर हावा सिधै फोक्सोमा पठाउनु हो। 10 दिनको यो नर्क जस्तो अनुभवपछि जब उनीहरूले नाकको टेप खोले, उनीहरूको शरीर फेरि सामान्य अवस्थामा फर्कियो। तर यसले एउटा ठूलो प्रश्न उठायो, के हाम्रो नाकमा कुनै यस्तो लुकेको शक्ति छ जसको बारेमा हामीलाई थाहा छैन? साथीहरू, यो त सुरुवात मात्र हो। अर्को भिडियोमा म पार्ट 2 को बारेमा कुरा गर्नेछु, जहाँ हामीले हाम्रो पुर्खाहरूको दाँत र अनुहारको बनावटको रहस्य खोल्नेछौँ। तर के तपाईँलाई थाहा छ, यो किताबको पार्ट 3 मा नाकको बारेमा एउटा यस्तो कुरा भनेको छ जुन सुन्दा तपाईँलाई विश्वास लाग्दैन। हाम्रो नाकमा एउटा यस्तो शक्ति लुकेको छ जसले मानिसको आयु बढाउन, निको नहुने रोग निको पार्न र शरीरको तापक्रम समेत नियन्त्रण गर्न सक्छ। आखिर के हो त यो नाकको रहस्य? के नाकले साँच्चै चमत्कार गर्न सक्छ? यो जान्नको लागि तपाईँले यो सिरिजको अन्तिम भागसम्म कुर्नुपर्नेछ। यदि तपाईँलाई ती रहस्यहरू मिस गर्न चाहनुहुन्न भने अहिले नै सब्सक्राइब गर्नुहोस् र बेल आइकन थिच्नुहोस्। म यसरी नै अरू किताबहरू पनि तपाईँहरूको लागि पढ्दै जानेछु। अर्को भिडियोमा भेटौँला। धन्यवाद।